कान्छ यता चाहिँ अब दसैँको बेला जानु आँटिस के गर्छस् त भाग्य नै यस्तै रहेछ तेरो कालो न कालो अनुहार पनि गोरो हुनु पर्यो तपाईँको पनि कोन सा गोरो सर अनि बाउ कालो भएपछि छोरा कालो हुँदैन किन तल गोरो जन्मिनु पर्यो हल्का गोरो जन्मेको भए त अलिक राम्रो केटीले हेर्थ्यो होला ठुलो कुरा धेरै ठुलो मान्छे बन्नु ठुलो काम गरेस् विदेश गएर टन्न पैसा पठाइदे म वहाँ मसाज गर्नलाई थमेलतिर जान्छु मर्ने बेला हरिया काँक्रो होइन पहेँलो ल जा दक्षिणा केही छैन एकछिन यही ल ल राम्ररी जा है विदेश ल ल बाबु राम्ररी जा ल यो दाइ चाहिँ त पहिला यही छ हजुर यो टाउको तल राख यो भरे मलाई चामल पकाएर खानुहुन्छ ए चामल पनि यस्तो चामलै सकेछ घरमा ल जा जा साँच्ची कहाँ तैँले अप्लाई गरेको होराइजन होराइजन के हो होराइजन भने होराइजन भनेको चाहिँ बेस्ट कन्सल्टेन्सी हो नि त बुवा जसमा 10 अफर चलिरहेको छ पहिला आइल्स पढ्दाखेरि 6000 लाग्थ्यो भने अहिले 2000 मात्र भइरहेको छ अझ साथ बुकहरू पनि फ्री छ अनि पिटी पढ्दा चाहिँ पहिला 6000 थियो भने अहिले 3500 यो भित्रमा मात्रै 10 जना भन्दा बढीको भिजा क्राइम भएको छ र त्यो भित्र म पनि पढेको छु एकजना त्यसैले चुज होराइजन मेक यु फ्युचर ब्राइट अस्ट्रेलिया जाने होइन त